lot of youths, they are very confused कि आफ्नो क्षेत्रबाट को उठिरहनु भएको छ, इलेक्सनमा चाहिँ कसरी चाहिँ रेस्पोन्सिबल भएर भोट गर्ने। सम्पूर्णमा नमस्कार। आज निर्वाचन आयोगले आयोजना गरेको इन्फ्लुएन्सर्स मिटमा सहभागी भएका छौँ हामी सबैजना र आज सहभागी हुनुभएका केही सदस्यहरूलाई चाहिँ मैले केही प्रश्नहरू सोध्दैछु। आजको कार्यक्रममा के सिक्ने अथवा बुझ्ने उद्देश्यले आउनु भएको छ? सो आजको सेसनमा चाहिँ what I'm expecting is I'll get to learn about इलेक्सनमा चाहिँ कसरी चाहिँ रेस्पोन्सिबल भएर भोट गर्ने, प्लस आफ्नो प्लेटफर्मलाई चाहिँ कसरी इलेक्सनको बारेमा अवेरनेस फैलाउनलाई चाहिँ युज गर्न मिल्छ त्यो पनि बुझ्न लागेको छ। सो आजको प्रोग्राममा चाहिँ अब यो चुनावलाई चाहिँ कसरी सक्सेसफुल पार्ने, कसरी सबैमा यो कुरालाई लैजाने, त्यसैमाथि हामी टिकटकबाट आएको टिकटकहरू अहिले चाहिँ अब टिकटकको जमाना छ। अझ हामीले यहाँनिर भिडियो बनाएर हुन्छ कि होइन कन्टेन्ट क्रिएट गरेर हुन्छ कि कसरी जनतामा सबैमा पुर्याउने यो कुरा सिक्नको लागि आएको छु म। कसरी रेस्पोन्सिबली भोट गर्ने र निर्वाचनलाई कसरी सक्सेसफुल पार्न सकिन्छ भन्ने एक्सपेक्टेसनका साथ म आज यहाँ आएको थिएँ। अहिले आउँदो यो फागुन 21 गतेको निर्वाचनलाई चाहिँ कसरी सक्सेसफुल बनाउने र एउटा रेस्पोन्सिबल भोटर्स कसरी हुने भन्ने। यहाँ आउनुको उद्देश्य चाहिँ अब भोट कसरी रेस्पोन्सिबली गर्ने होइन, अब एज अ युथ अब अफ कोर्स आई हेभ द सोशल रेस्पोन्सिबिलिटी, त्यसलाई कसरी निर्वाह गर्ने भनेर। मलाई चाहिँ यो नेपाल सरकारको निर्वाचन सम्बन्धी 2082 को कार्यक्रममा बोलाउँदा नै म एकदमै धेरै एक्साइटेड थिएँ, किनभने यो चाहिँ पक्कै पनि मतदाता सम्बन्धी साक्षरता हुनेछ भन्ने चाहिँ बुझेर आएकी थिएँ। जानकार नागरिक बनौँ र फागुन 21 गतेको निर्वाचनमा सहभागी बनौँ।